A function is a single comprehensive unit containing block of statement that perform a specific task. है सी भनेको एउटा के हो प्रोसिड्युरल प्रोग्रामिङ हो प्रोसिड्युरल प्रोग्रामिङ सी लाई हामीले किन प्रोसिड्युरल प्रोग्रामिङ भन्छौं किनभने सी प्रोग्रामिङ भनेको कम्बिनेसन अफ फंक्सनबाट बनेको प्रोग्राम हो नि सी मा फंक्सन हुनै पर्छ र एउटा फंक्सन भनेको मेन फंक्सन चाहिँ हुनै पर्यो किनभने सी मा प्रोग्राम स्टार्ट हुने प्रोग्रामको स्टार्टिङ प्वाइन्ट भनेको जहिले पनि के हो मेन प्रोग्राम लेख्ने भनेको ह्याशबाट हो तर प्रोग्राम एक्जिक्युट हुने भनेको जहिले पनि मेनबाट हो हैन त्यही भएर एउटा फंक्सन मेन भन्ने फंक्सन हुनै पर्छ है त्यो मेन पनि एउटा फंक्सन नै हो र अहिलेसम्म हामीले युजर डिफाइन्ड फंक्सन गरेको छैनौं नर्मली के मात्रै गर्छौं भने मेनमा सबै चीज लेखेर राख्छौं है हो कि हैन अब हामीले फंक्सन पढ्दाखेरि फंक्सन भने के हो भने अ सिंगल कम्प्रिहेन्सिभ युनिट कन्टेनिङ block of statement that perform a specific task. Function भनेको एउटा bulk of statement हो एउटा block of statement हो जसले एउटा specific task गर्छ. The specific task is repeated each time function is called. त्यो specific task चाहिँ repeatedly call हुन्छ execute हुन्छ जतिचोटि हामीले function call गर्छौं है. So this avoid the need of rewriting the same code again and again. Function लेखेपछि हामीलाई त्यही चीज रिपिटेडली लेखिराख्नु परेन एकचोटी हामीले एउटा फंक्सन बनाउने फंक्सनमा हामीले रिपिटेडली गर्नुपर्ने टास्कहरुलाई राख्दिने र त्यो फंक्सन जतिचोटी हामीले फंक्सन कल गर्छौं त्यतिचोटी त्यो प्रोसेसहरु रिपिटेडली एक्जिक्युट हुँदै जान्छ एभ्री प्रोग्राम मस्ट कन्टेन वन फंक्सन नेम्ड मेन वेयर द प्रोग्राम अलवेज बिगिन एक्जिक्युसन कुनै फंक्सन छैन भने कुनै पनि युजर डिफाइन्ड फंक्सन छैन भने एउटा फंक्सन चाहिँ हुनै पर्यो त्यसको नाम चाहिँ मेन हो किनभने मेन भनेको सी प्रोग्रामिङको स्टार्टिङ पोइन्ट हो एक्जिक्युसन कहाँबाट स्टार्ट गर्ने भन्ने कुरा जहिले पनि उले मेनबाट स्टार्ट गर्छ त्यही भएर मेन चाहिँ हुनै पर्यो when a function is called the program execution is shifted to the first statement in the called function after the function returns to the calling function value can be returned and that value can be used as operand in an expression Why to use function? To avoid rewriting the same code again and again. एउटा objective भने के हो भने function को के हो repeatedly we don't have to write the code again and again. We just write the code that is going to be repeated in a function र त्यो function लाई चाहिँ हामीले call गर्ने right so to avoid the rewriting of the same code again and again we use function separate the code into modular function also makes the program easier to design understand and debug भने small part मा हामीले के रे फंक्सनहरु लेख्यौं भने डिजाइन गर्नलाई बुझ्नलाई र डिबग गर्नलाई पनि सजिलो हुन्छ हैन फंक्सन बनाउ अहिले सम्म हामीले के गरिरहेका थियौ एउटै मेन प्रोग्राममा सबै कन्टेन्टहरु लेखिरहेका थियौ नि हो कि हैन अहिलेसम्म हामीले कुनै फंक्सन युज गरेका थियौं नि खाली के गर्थ्यौ मेन अनि मेनमा जति चीजहरु हामीलाई चाहिन्छ त्यही मेन भित्र लेख्थ्यौ अनि त्यसपछि हामी प्रोग्राम रन गर्थ्यौ हो त्यो गर्दाखेरि के हुन्छ भने एरर हुने चान्सेस बढी हुन्छ अब हामीले फंक्सन पढिसकेपछि हामीले के गर्नु पर्यो भने हरेक रिपिटेटिभ गर्नुपर्ने कामलाई चाहिँ एउटा फंक्सनमा राख्दियो भने अघिल्लो मोडुलर भयो नि सानो टुक्रामा डिभाइड भयो नि अनि तिम्रो जति हामीले सानो पिसमा डिभाइड गर्दै गयो त्यति चीजहरुलाई हामीले डिबग गर्नलाई बुझ्नलाई सजिलो हुन्छ नि त त्यो भन्नु So it is not good to write an entire program into one function है मैले भने नि अहिलेसम्म हामीले फंक्सन नपढायो भने सबै चीज हामीले एउटै फंक्सनमा लेख्यौं भने यो चाहिँ गुड प्र्याक्टिस होइन यो चाहिँ बेस्ट प्र्याक्टिस होइन to install instead break a program into smaller unit and write function for each of these isolated subdivision right त्यही भएर कुनै पनि प्रोग्राम बनाउँदा फेरि कुनै पनि प्रोग्राम हामीले कोड गर्दा फेरि बेस्ट प्र्याक्टिस भनेको जति पोसिबल हुन्छ त्यति चाहिँ हामीले मेनलाई चाहिँ सानो बनाउने र यदि कोडहरुलाई हामीले फंक्सनमा एक्युमुलेट गर्न सक्छौं र त्यो फंक्सन त्यो कोडहरु रिपिटेडली पछि पनि चाहिन्छ भने हामीले फंक्सन बनाउँदा बेस्ट हो फंक्सन भनेको अहिले सम्म हामीले युज गरेको फंक्सन के थियो
प्रिडिफाइन्ड फङ्सनहरु थियो जस्तो स्क्यानएफ भने पनि फङ्सन हो कि हैन गेट्स भने पनि फङ्सन हो पुट्स भनेको पनि फङ्सन हो गेट क्यार भनेको पनि फङ्सन हो पुट क्यार भनेको पनि फङ्सन हो क्लियर स्किम पनि फङ्सन हो हैन सबै चीज अहिलेसम्म हामीले के थियो भने हामीलाई कम्पाइलरले प्रिडिफाइन गरिदिएको उले त्यो युज बनाइदिएको रेडिमेड फङ्सनहरु मात्र युज गरिरहेको थियो युजरले डिफाइन गरेको फङ्सन हामीले युज गरिरहेको थिएनौँ अब फङ्सन पढिसकेपछि हामीले के गर्नु पर्यो भने युजर जति सक्दो हामीले फङ्सनहरु युज गरेर प्रोग्रामलाई चाहिँ मोडुलर बनाउनु पर्यो मोडुलर भनेको जति सक्दो हामीले प्रोग्रामलाई चाहिँ सानो पार्टमा डिभाइड गर्नु पर्यो किनभने सानो पार्टमा डिभाइड गरिसकेपछि डिबग गर्न सजिलो हुन्छ बुझ्न सजिलो हुन्छ त्यही भएर हामीले अबदेखि प्रोग्राम गर्दाखेरि सबै चीज एउटै मेन भित्र राख्ने होइन कि के गर्नु पर्यो ब्रेक गरेर जहाँ पोसिबल छ ब्रेक गरेर सानो सानो फङ्सनहरु बनाउनु पर्यो डिफाइनिङ अफ फङ्सन है अब फङ्सन युज गर्ने त भन्यौ तर फङ्सनलाई डिफाइन गर्ने मेकानिजम के हो भने a function definition has a name obviously एउटा नाम त हुनु पर्यो अझ भने हामीले त्यो फङ्सनलाई कसरी कल गर्ने त्यो फङ्सनलाई कसरी युज गर्ने है एउटा नाम चाहिँ हुनु पर्यो नाम राख्ने भनेको नर्मल आइडेन्टिफायरलाई हामीले जसरी नाम दिन्थ्यौं त्यसरी नै फङ्सनलाई पनि नाम दिने हो एक्ज्याक्टली त्यही नै रुल यहाँ युज हुन्छ a function definition has a name a pair of parentheses containing one or more parameter and a body बुझे फंक्शन डिफाइन गर्ने बेलामा एउटा के हुनु पर्यो नाम हुनु पर्यो फंक्शनको नाम र त्यसपछि त्यसले रिटर्न के गर्ने हो भ्यालु त्यो हुनु पर्यो रिटर्न टाइप र यदि प्यारामिटरहरु छ भने त्यस भित्रको प्यारामिटरहरु के हो त्यो राख्नु पर्यो आर्गुमेन्टहरु इन है के हुनु पर्यो एउटा फंक्शन डेफिनेसनमा फंक्शन नेम त्यो फंक्शनले भ्यालु रिटर्न गर्छ भने कस्तो टाइपको भ्यालु रिटर्न गर्छ फ्लोट गर्छ कि इन्टिजर गर्छ कि क्यारेक्टर गर्छ कि अथवा कुनै भ्यालु नै रिटर्न गर्दैन कि भ्यालु रिटर्न गर्दैन भने हामीले के राख्नु पर्यो भोइड राख्नु पर्यो यदि भ्यालु रिटर्न इन्टिजर भ्यालु रिटर्न गर्छ भने इन्टिजर फ्लोट भ्यालु रिटर्न गर्छ भने फ्लोट क्यारेक्टर भ्यालु रिटर्न गर्छ भने क्यार र यदि त्यसले कुनै पनि भ्यालु रिटर्न गर्दैन भने हामीले भोइड राख्नु पर्यो जस्तो अघि नै हामीले एक्जाम्पलमा के थियो एरिया भनेर हामीले भ्यालु रिटर्न गराएको थियौं त्यो एरिया हामीले के बनाएको थियौं इन्टिजर बनाएको थियौं भनेपछि अब हामीले फंक्शन डिफाइन गर्ने बेलामा के लेख्नु पर्यो अगाडि इन्ट लेख्नु पर्यो है अगाडिको यो डेटा टाइपले यो रिटर्न टाइपले त्यो फंक्शनले यो सबै काम गरिसकेपछि कल गरेको ठाउँमा कुन भ्यालु रिटर्न गर्छ त्यो बुझेन फंक्शनको नामको अगाडिको जुन हामीले रिटर्न टाइप राखेको छौं त्यो रिटर्न टाइप भनेको त्यो फंक्शन कल गरेपछि त्यहाँ एक के रे कोडहरु एक्जिक्युट भइसकेपछि लास्टमा उले कल गरेको ठाउँमा कुनै भ्यालु रिटर्न गर्छ भने त्यो भ्यालु कुन टाइपको हो त्यो टाइप चाहिँ हामीले फंक्शनको नामको अगाडि मेन्सन गर्ने हो बुझ्यो है बुझेन जस्तो फंक्शन डेफिनेसनको सिन्ट्याक्स भनेको फर्स्टमा रिटर्न टाइप इन हो त्यसपछि फंक्शनको नाम एरिया त्यसपछि ब्रैकेट भित्र यदि कुनै प्यारामिटर पास गर्नु छ भने यहाँ आर्गुमेन्ट त्यो पनि डाटा टाइप सही हुनु पर्यो यहाँसम्म बुझ्यो यो भनेको फंक्शन डेफिनेसनमा फर्स्ट पार्ट के हुनु पर्यो यो फंक्शनले काम गरिसकेपछि जुन भ्यालु रिटर्न गर्छ त्यो रिटर्न गर्ने भ्यालुको टाइप के यदि यो फंक्शनले इन्टिजर भ्यालु रिटर्न गर्छ भने यहाँले के राख्नु पर्यो यदि यो फंक्शनले सबै काम गरिसकेपछि फ्लोट भ्यालु रिटर्न गर्छ भने यहाँले रिटर्न टाइप के राख्नु पर्यो फ्लोट यदि यो फंक्शनले सबै काम गरिसकेपछि यसबाट क्यारेक्टर भ्यालु रिटर्न हुन्छ भने हामीले के राख्नु पर्यो र यदि कुनै पनि भ्यालु रिटर्न गर्दैन भने हामीले यहाँ void राख्नु पर्यो ठीक छ यो रिटर्न टाइप बुझ्यौ इन राखेर लास्टमा रिटर्न 0 हुन्छ 0 पनि इन्टिजरै हो नि भयो नि यहाँसम्म आर्गुमेन्ट आउँदैछ पहिला रिटर्न टाइप बुझ्यो है त्यसमा केही कन्फ्युजन छैन रिटर्न टाइपमा अब हामीले रिटर्न टाइप के राख्ने
कल गरेको फंक्सनले सबै काम सकिसकेपछि एउटा सर्टेन भ्यालु रिटर्न गर्छ त्यो भ्यालुको टाइप जे हो हामीले त्यहाँ यो रिटर्न टाइपमा त्यही लेख्नु पर्यो एउटा अनि अर्को के हुनु पर्यो त्यो फंक्सनको नाम हुनु पर्यो नाम त हुनु पर्यो किनभने त्यसलाई त पछि हामीले रिफरेन्स गर्नु पर्यो नि बिना नामको हामीले कसरी रिफरेन्स गर्ने हैन हो रिफरेन्स गर्नको लागि नाम दिने नाम चाहिँ हामीले नर्मल आइडेन्टिफायरहरुलाई जे रुल छ यो सबै त्यही रुल हो फंक्सन बनाओ फंक्सनको नाम दिने अब यो आर्गुमेन्ट हुन पनि सक्छ नहुन पनि सक्छ है आर्गुमेन्ट भनेको के हो भने कल गरेको पोर्सनबाट यदि हामीले कुनै भ्यालु पास गरेको छौं भने त्यो भ्यालुलाई स्टोर गर्नको लागि यहाँ युज हुने भेरिएबललाई चाहिँ हामी आर्गुमेन्ट भन्छौं फेरि भन्छ कल गरेको पोर्सनबाट जस्तो मैले यहाँ मेन भनेर एउटा फंक्सन बनाए यहाँ के गरे भने इन a equal to area 10 20 भनेर पास गरे हो यहाँबाट भ्यालु मैले के पास गरिरहेको छु 20 र 20 अब फंक्सन कल कहाँ जान्छ यहाँ माथि जाने हो माथि गएपछि यो 10 र 20 पनि माथि जान्छ भने यसको लागि त भ्यालु स्टोर हुनु पर्ने भेरिएबलहरु बस्नु परेन त्यो भेरिएबल भनेको अब 10 र 20 एकदम हुन्छ हुन सकिदैन सर जिज्ञा भयो 3 a र 4 b यहाँबाट 10.5 पास गर्नु अनि यसमा के भोल्टेज अनि भ्यालु हुन्छ नि वाइ भयो त भ्यालु रिटर्न भएन नि आइडेन्टिटी अनुसार यो फंक्सनले चाहिँ भ्यालु रिटर्न गरेपछि पछि हामी प्रिन्ट ए गरेर चाहिँ प्रिन्ट गर्छ यो के प्रिन्ट गर्छ उले त अब यस्तो हो के यो 10 यहाँ a मा गएर स्टोर भयो 20 b मा गएर स्टोर भयो हो अब तिमीले यहाँ के गर्यौ भने a r गरेर a into b गर्यौ हो अनि रिटर्न a r गर्छौ हो त्यसको लागि यहाँ रिटर्न टाइप इन्टिजर छ किनभने यो इन्ट हो अब यो a r कहाँ गएर स्टोर हुने भयो a मा स्टोर हुने भयो भने 10 into 20 200 AR मा गएर स्टोर हुन्छ AR को भ्यालु तिमीले फिल गर्नु b त फ्लोट पर्छ त्यही भएर फंक्शन definition has three parts. One, return type, the value that function is going to return. Number second is function name. Function लाई identify गर्नको लागि function लाई reference दिनको लागि function लाई use गर्नको लागि हामीलाई function name चाहियो र यदि त्यो function लाई कुनै argument supply गर्नु छ भने argument with types चाहियो र block of statement भनेको यो function जहिले पनि start भएर in हुनु पर्यो यहाँबाट start भयो यहाँबाट in भयो है र एउटा रिटर्न स्टेटमेन्ट त्यसैले फंक्शन कुनै पनि फंक्शन हामीले डिफाइन गर्दाखेरि हामीसँग के हुने भयो रिटर्न टाइप फंक्शनको नेम त्यो फंक्शनमा युज हुने आर्गुमेन्ट ब्लक अफ स्टेटमेन्ट र रिटर्न स्टेटमेन्ट यो पाँचवटा कुरा भएपछि हामीले फंक्शन युज गर्न पायौं डेफिनेसनमा कुनै प्रब्लम छ छैन The function may return varying type of value to the calling portion of the program. Any of the data types such as integer, float, character, etc. can be in the function declaration. If the function is not supposed to return value, it can be declared as type void. अघि नै हामीले भनेको जे चीज हो अहिले त्यसमा एनी चीज हामीले मेन्सन गरेको छौं हरेक फंक्शनले कुनै न कुनै भ्यालु रिटर्न गर्छ यदि भ्यालु रिटर्न गर्दैन भने return type ma chai we need to specify void if the function is going to supply any type of data the type chai hamle paile mention gardinu paryo whether it is going to give you integer whether it is going to give you float whether it is going to give you character मस्त नि गएर सही घुमेर आउँछ सर नै हो क्या नजिक नजिक गयो फंक्शन टाइप को सिग्निफिकेन्स थाहा भयो कल गरेको पोर्सनमा त्यो फंक्शनले कुन भ्यालु कुन डेटा टाइप रिटर्न गर्ने हो त्यो डेटा टाइपलाई चाहिँ हामीले
अगाडि मेन्सन गरिदिनु पर्यो। यदि फंक्सनले कुनै पनि भ्यालु रिटर्न गर्दैन भने void भयो भने हामीले मेन्सन गर्नु पर्यो। फर्स्ट एक्जाम्पलमा त्यो फंक्सनले कुनै पनि भ्यालु रिटर्न गर्दैन, सो वी हेभ रिटन void at the in the place of return type, है। सेकेन्डमा पनि void नै छ। थर्डमा त्यो पर्टिकुलर स्टेटमेन्टले भ्यालु रिटर्न गर्ने भनेको फ्लोट हो, त्यही भएर हामीले फ्लोट लेख्यौं, है। यदि उसले इन्टिजर रिटर्न गर्छ भने हामीले इन्टिजर राख्नु पर्यो। A function definition is a unit of function itself with the type of value it returns and its parameter declared and the statement specified in it that are executed when the function is called. Function definition भने के हो भने ब्लक एउटा टोटल फंक्शन डेफिनेसन भने के हुनु पर्यो, एउटा रिटर्न टाइप हुनु पर्यो, त्यसले कस्तो खाले भ्यालु रिटर्न गर्छ, अर्को नेम हुनु पर्यो, अर्को आर्गुमेन्ट हुनु पर्यो, अर्को फंक्शनको ब्लक अफ स्टेटमेन्ट हुनु पर्यो र लास्टमा एउटा रिटर्न टाइप हुनु पर्यो, है। यति भइसकेपछि तिम्रो टोटल एउटा फंक्शन कम्प्लिट हुने भयो। र यदि त्यो फंक्शनले कुनै पनि भ्यालु रिटर्न गर्दैन भने हामीले के गर्नु पर्यो, void लेख्नु पर्यो। भनेपछि हामीले अहिलेसम्म के पढ्यौ, फंक्शन हामी किन युज गर्ने, हैन। फंक्शन युज गर्दाखेरि हामीलाई फाइदा के हुँदो रहेछ, अनि फंक्शन डिफाइन गर्नको लागि हामीले के लेख्नु पर्यो भन्ने कुरा हामीले लेख्नु। ल म फेरि रिक्याप गर्छु है। फंक्शन भनेको स्मल युनिट अफ स्मल ब्लक अफ स्टेटमेन्ट हो, जसलाई रिपिटेडली हामीले काम गर्नु पर्यो भने एउटा फंक्शन बनाएर राख्छौं। त्यो गर्दाखेरि के हुन्छ फाइदा भने हाम्रो प्रोग्राम मोडुलर हुन्छ, सानो सानो युनिटमा डिभाइड हुन्छ। त्यो गर्दाखेरि डिजाइन क्लिन हुने भयो र डिबग गर्न सजिलो हुन्छ। एउटा भयो, हैन। अनि फंक्शन के सी प्रोग्रामिङ प्रोसिड्युरल प्रोग्रामिङ हो। प्रोसिड्युर भनेको फंक्शन हो के, प्रोसिड्युर भनेको फंक्शन हो कि हैन। त्यही भएर सी मा कुनै पनि फंक्शन हामीले युजरले डिफाइन गरेको छैन भने पनि एटलिस्ट एउटा फंक्शन चाहिँ हुनै पर्छ। त्यसलाई चाहिँ हामी के भन्छौं, मेन भनेर फंक्शन भन्छौं। मेन फंक्शन चाहिँ हुनै पर्यो, किनभने त्यो भनेको सी प्रोग्रामको लागि स्टार्टिङ पोइन्ट हो। सी को प्रोग्राम जहिले पनि त्यही मेन भन्ने पोइन्टबाट स्टार्ट हुन्छ, त्यही भएर मेन भन्ने फंक्शन हुनै पर्यो, हैन। त्यसपछि अरु युजर डिफाइन फंक्शन पनि हुन सक्थ्यो। अहिलेसम्म हामीले जति पनि प्रोग्राम गर्यौं फंक्शन नपढेको हुनाले एउटै मेन भित्र सबै कन्टेन्टहरु राखेर हामीले ठुलो प्रोग्राम बनायौं, हैन। त्यो गर्दाखेरि के हुन्छ, कुनै ठाउँमा एरर आयो भने एरर डिबग गर्नलाई, एरर फाइन्डिङ गर्नलाई प्रब्लम हुन्छ। अबदेखि के गर्ने, कुनै पनि प्रोग्राम बनाउनु पर्यो र त्यहाँ फंक्शन बनाउनलाई पोसिबल छ र त्यो कोडहरु रिपिटेडली युज हुन्छ भने अब हामीले के बनाउनु पर्यो, सबै कन्टेन्टलाई फंक्शनमा राखेर मेनमा चाहिँ त्यो फंक्शनलाई कल गर्नु पर्यो, है। र फंक्शन डिफाइन गर्नको लागि पहिला के हुनु पर्यो, रिटर्न टाइप हुनु पर्यो। त्यसपछि त्यो फंक्शनको नाम, त्यसपछि त्यो फंक्शनले लिने आर्गुमेन्ट छ भने आर्गुमेन्ट र ब्लक अफ स्टेटमेन्ट, त्यो फंक्शन कल भएपछि एक्जिक्युट हुने र रिटर्न स्टेटमेन्ट। यदि भएपछि एउटा हाम्रो फंक्शन डिफाइन हुन्छ। Any variable declared in the body of function is said to be local to that function. If the variable are not declared or inside the function body are considered global to the function and must be defined externally. Argument defined inside the function are called formal argument, whereas the argument from which the argument has been passed to the function is known as actual argument. पहिला के भन्यो भने फंक्शन भित्र डिफाइन भएको कुनै पनि भेरिएबलहरुलाई हामी के भन्छौं, लोकल भेरिएबल भन्छौं र त्यसलाई हामी फर्मल भेरिएबल पनि भन्छौं, है। र यदि फंक्शन भित्र डिफाइन नभएको छ भने त्यसलाई चाहिँ हामी के भन्छौं, ग्लोबल। पहिला पनि हामीले पढ्यौ अघि, है, लोकल र ग्लोबल। Any variable declared in the body of a function is said to be local to that function. के भयो, धेरै दिनला। Any variable declared in the body of the function is said to be local to that function. कुनै पनि फंक्शन भित्र डिक्लेयर गरेको भेरिएबल चाहिँ त्यो फंक्शनको लागि लोकल हो, है। If the variables are not declared or inside the function's body are considered global to the function and must be defined externally. यदि फंक्शन भित्र कुनै पनि भेरिएबल डिक्लेयर भएको छैन भने त्यो फंक्शनको लागि त्यो भेरिएबल चाहिँ के हुन्छ, ग्लोबल हुन्छ र फंक्शन भन्दा बाहिर हामीले डिक्लेयर गर्नु पर्यो। आर्गुमेन्ट डिफाइन्ड इनसाइड द फंक्शन आर कॉल्ड फर्मल आर्गुमेन्ट। आर्गुमेन्ट डिफाइन्ड इनसाइड द फंक्शन भने भेरिएबल डिफाइन्ड
inside the function are called formal argument, whereas the argument from which have been passed to a function is known as actual argument भनेको कल गरेको ठाउँबाट कुनै भेरिएबल हामीले फंक्शन कल लाई पास गरेको छौं भने त्यसलाई चाहिँ हामी के भन्छौं एक्चुअल आर्गुमेन्ट भन्छौं जस्तो कि 10 र 5 हामीले पास गर्यौं भने दे आर कल्ड एक्चुअल आर्गुमेन्ट ल एउटा है त्यसलाई हामी फंक्शन प्रोटोटाइप अथवा फंक्शन डिक्लेरेसन भन्छौं फंक्शन प्रोटोटाइप र फंक्शन डिक्लेरेसन हामीले किन गर्छौं भने यदि हामीले फंक्शन कल पहिला गरेर फंक्शन हामीले पछि डिफाइन गरेको छौं भने कम्पाइलरलाई प्री इन्फर्मेसन दिनको लागि यो कल गरेको फंक्शन पछि डिफाइन हुन्छ भनेर प्री इन्फर्मेसन कम्पाइलरलाई दिनको लागि हामीले फंक्शनलाई डिक्लेयर गर्नु पर्यो फंक्शनको प्रोटोटाइप राख्नु पर्यो फंक्शनको प्रोटोटाइपमा हामीले फंक्शनको रिटर्न टाइप फंक्शनको नाम र त्यो फंक्शनले कुनै आर्गुमेन्ट लिन्छ भने त्यो आर्गुमेन्ट र सेमिकोलन यति भए पुग्यो है कुन कन्डिसनमा हामीले फंक्शन डिक्लेयर गर्ने यदि फंक्शन कल पहिले भइसक्यो फंक्शन कल अनि फंक्शन डिफाइन चाहिँ पछि भएको छ भने कम्पाइलरले कम्पाइल गर्ने बेलामा पहिले फंक्शन कल इन्काउन्टर गर्छ त्यो फंक्शन त पछि डिफाइन भएको छ त्यो कन्डिसनमा हामीले कम्पाइलरलाई यो फंक्शन पछि डिफाइन हुन्छ भनेर उलाई एउटा प्रोटोटाइप राखिदिने मात्रै हो रिटर्न स्टेटमेन्ट ल रिटर्न स्टेटमेन्ट सक्यो अनि त्यसपछि आगोलाई क्लोज गरौँ है त The return statement has two purposes. Right? First, executing it immediately transform control from function back to the calling program. Right? Return statement को दुईटा पर्पज हुन्छ एउटा भ्यालु रिटर्न गर्ने क्याल्कुलेट गरेर कलिङ पोर्सनमा कलिङ जुन ठाउँमा हामीले कल गरेको हो त्यो पोर्सनमा त्यो फंक्शनले कुनै भ्यालु रिटर्न गर्नु पर्यो भने रिटर्न स्टेटमेन्ट युज हुन्छ है अर्को पर्पज भनेको कन्ट्रोललाई जुन ठाउँबाट फंक्शन कल गरेको त्यो ठाउँमा फेरि रिटर्न ब्याक गराउनु पर्यो नि मेनबाट हामीले फंक्शन कल गरेर फंक्शन डेफिनेसनमा पुग्छौं अनि फंक्शन डेफिनेसनको सबै काम सकाएर अनि फेरि रिटर्न त आउनु पर्यो हो त्यो रिटर्न गराइदिने काम चाहिँ रिटर्न स्टेटमेन्ट हो सो द रिटर्न स्टेटमेन्ट हैज टु पर्पज नम्बर 1 पर्पज के भने फर्स्ट executing it immediately transfer control from the function back to the calling program and second whatever is inside the parenthesis following return is returned as a value to the calling program. The return statement may or may not include an expression if return contains no parenthesis then this return is used to transfer the control used only with while else if return has got argument having bracket then this return is returning value to the calling portion of the program. Is that so confusion? Return ले के गर्छ भने रिटर्न को काम दुईटा एउटा कलिङ पोर्सनमा कन्ट्रोललाई फर्काएर लैजाने मेनमा हामीले फंक्शन कल गर्छौं फंक्शन कल गरिसकेपछि के हुन्छ कन्ट्रोल फंक्शन ब्लकमा जान्छ फंक्शन ब्लकमा गइसकेपछि सबै काम एक्जिक्युट गरेर फेरि रिटर्न के कल गरेको ठाउँमा रिटर्न हुनु पर्यो नि हो त्यो रिटर्न गर्ने काम चाहिँ रिटर्न स्टेटमेन्टले गर्छ एउटा अर्को भनेको रिटर्न स्टेटमेन्टले कलिङ पोर्सनमा चाहिँ भ्यालु पनि रिटर्न गर्छ यदि कुनै पनि भ्यालु रिटर्न गर्दैन भने हामीले सिम्पल रिटर्न यति गरे पनि पुग्यो यति गरे पनि पुग्यो यदि त्यसले कुनै भ्यालु रिटर्न गर्छ भने ब्र्याकेटमा a राखे पनि हुन्छ a प्लस b भनेर एक्सप्रेसन राखे पनि हुन्छ है सर माथि रिटर्न दुईटा ब्र्याकेट अनि कन्डिसन गर्छ यो यदि भ्यालु रिटर्न गरेको छैन भने चाहिँ खाली कन्ट्रोल मात्र रिटर्न गर्ने हो भने चाहिँ यो लाइन मात्र लेखे पनि पुग्यो
त्यही त यसरी यसरी गरेर गरे पनि भयो हैन त्यहाँ भित्र 0 हाल्यो भने एरर देखाउन नसक्ने हुन्छ अनि त्यसले अगाडि इन्ट लेख्नु पर्यो नि त 0 पठाउनु अनि चाहिँ हामीले White लेख्नु ड्र्यागनमा व्हाइट लेखेर गर्दा पनि हुन्छ there is no restriction on number of return statement that may be present in a function भने एउटा फंक्शनमा कतिवटा रिटर्न स्टेटमेन्ट राख्ने भन्ने कुरा कुनै रेस्ट्रिक्सन हुँदैन यु क्यान ह्याभ 2 3 4 5 जति नम्बर अफ रिटर्न स्टेटमेन्ट पनि तिमीले एउटा फंक्शनमा राख्न सक्छौ अल्सो द रिटर्न स्टेटमेन्ट नीड नट अलवेज बी प्रेजेन्ट एट द एन्ड अफ द कॉल्ड फंक्शन र अर्को एक्सेप्सन भने के भने रिटर्न स्टेटमेन्ट जहिले पनि लास्टमै हुनुपर्छ भन्ने छैन है किनभने हामीले सपोज फंक्शन भित्र इफ एल्स भनेर क्लज लगायो इफ I equal to 10 return 10 else return 20 भनेपछि रिटर्न स्टेटमेन्ट लास्टमा भयो त भएन नि हो त्यही भएर नम्बर अफ रिटर्न स्टेटमेन्टको पनि रेस्ट्रिक्सन भएन र रिटर्न स्टेटमेन्ट जहिले पनि एन्डमै हुनुपर्छ भन्ने पनि भएन है त्यो रिटर्न स्टेटमेन्टको हामीले के थाहा पायौं दुईटा कारण हुँदै रहेछ रिटर्न स्टेटमेन्ट राख्नको लागि एउटा कल गरेको ठाउँमा कन्ट्रोललाई रिभर्ट गर्नको लागि हामीसँग रिटर्न स्टेटमेन्ट हुनु पर्यो अर्को कल गरेको पोर्सनमा कुनै भ्यालु रिटर्न गर्नु पर्यो भने रिटर्न स्टेटमेन्ट हुनु पर्यो अनि एउटा फंक्शनमा हामीले कति रिटर्न स्टेटमेन्ट राख्ने भन्ने कुरा कुनै रेस्ट्रिक्सन हुँदैन आफ्नो रिक्वायरमेन्ट अनुसार 2 टा 3 टा 4 टा 5 टा जति पनि हामीले रिटर्न स्टेटमेन्ट राख्न सक्यौ अर्को र रिटर्न स्टेटमेन्ट एन्डमै हुनुपर्छ फंक्शनको एन्ड डेफिनेसनको एन्डमै हुनुपर्छ भन्ने होइन जहाँ पनि हामीले लेख्न सक्छौं हाम्रो रिक्वायरमेन्ट अनुसार है र एउटा यो प्रोग्राम हो है पहिला प्रोग्राम के रे फंक्शन डिफाइन गर्ने हो भने हामीले फंक्शन डिक्लेरेसन लेख्नु परेन फंक्शन प्रोटोटाइप लेख्नु परेन यदि पहिला फंक्शन डिफाइन गर्ने होइन फंक्शन चाहिँ एट द एन्ड अफ द मेन को एन्डमा चाहिँ हामी डिफाइन गर्छौं भनेर यसरी राख्यो भने यहाँ चाहिँ हामीले के गर्नु पर्यो भने यसको कपी पेस्ट चाहिँ यहाँ हामीले राखेर सेमिकोलन गर्नु पर्यो एउटा है यसलाई चाहिँ हामी के भन्छौं फंक्शन प्रोटो टीवाईपी प्रोटोटाइप अथवा फंक्शन डिक्लेरेसन भन्छौं है यो भनेको के हो भने अब कम्पाइलरले माथिबाट कम्पाइल गर्दा फेरि म्याक्स भ्यालु भन्ने त उले देख्यो है अनि कम्पाइलरलाई अब के थाहा हुन्छ भने म्याक्स भ्यालु भनेको एउटा फंक्शन हो जो चाहिँ पछि डिफाइन हुन्छ भनेर उले म्याक्स भ्यालुको बारेमा जानकारी लियो अब हामी यो लाइनमा आउँदा फेरि कम्पाइल गर्ने बेलामा यो लाइनमा आउँदा फेरि उले अब एरर देखाउँदैन किनभने कम्पाइलरलाई हामीले पहिले जानकारी गराइसक्यौं म्याक्स भ्यालु भनेको एउटा फंक्शन हो जो चाहिँ पछि डिफाइन हुन्छ भनेर र अर्को कुरा प्रोटोटाइपमा हामीले यो ए चाहिँ राखिराख्नु पर्दैन एरर है आर्गुमेन्टको नाम राख्नु पर्दैन तर त्यो आर्गुमेन्टको टाइप चाहिँ राख्नु पर्यो हजुर बुझेन भन के यहाँसम्म केही छ कन्फ्युजन अब त्यो 43 भइसक्यो रहेछ है 1 बजाइदिने हो क्या पुग्यो ल ल आजलाई हामी